हेलो गाइज नमस्ते वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ म चिउडा मिल गइरहेको छु। जस्ट घरबाटै हिँडिरहेको अब चाहिँ मम्मीले चाहिँ धान रेडी गर्दै हुनुहुन्छ चिउडा बनाउनलाई। एकछिनमा हामी अहिले चाहिँ म पनि अलि यो कट्टामा धान हाल्न लाग्छ होइन। एकछिनमा देखाउनेछ है। ल गाइज अब चिउडा मिल जानलाई अब कट्टा रेडी भइसकेको छ। यताबाट अब जाने हो। एकछिनपछि तपाईँलाई म चिउडा मिलको नि भ्यू देखाउनेछु है। मजाले टक्क लाएर है। ल कमै आएको रहेछ, हामी मात्रै रहेछौँ मैले चाहिँ। अब हामी भित्र जानेछौँ है। त गाइज हामी चिउडा मिलमा आइसकेका छौँ है। भित्रको चाहिँ सबै चिउरा हो। यता सबै यताको यो सबै चिउरा है। यता यो धान चिउरा बनाउनलाई हो। अनि यो सबै जति पनि यो कट्टाहरू छ यो सबैमा चिउरा प्याकिङ छ। अनि यतापट्टिको धान चाहिँ चिउरा बनाउने धान हो होइन। अनि यताबाट यो चाहिँ यतातिर चाहिँ मेसिन छ होइन। भित्र चाहिँ चिउरा छ सायद। अनि यता चाहिँ चिउरा बनाउनको लागि चाहिँ प्रोसेसिङ गर्नको लागि चाहिँ यता धानहरू प्लस उतापट्टि चाहिँ ट्याङ्की रहेको छ होइन। अनि उता चाहिँ मसँग आएको भाइ हो। अनि यता यिनीहरू चाहिँ यो सबै चिउडा बनाउने मेसिन हो। अनि यता चाहिँ यो धान हो है। चिउडा बनाउनलाई यो भिजाएर राखेको धान हो। अनि यता यो चाहिँ ट्याङ्की। अनि यो ट्याङ्कीहरूमा चाहिँ प्राय धान राखेर अनि 2-3 दिनसम्म भिजाएर चाहिँ अनि यसलाई चाहिँ बाहिर यसरी निकालिन्छ। अनि एउटा निकालेर अनि मेसिनहरू चाहिँ चिउरा बनाउने मेसिन हो। यसलाई चाहिँ चिउरा बनाउने भट्टी भन्छन् हाम्रोतिर चाहिँ। अहिले यो चाहिँ ट्याक्कै सुडामा रहेको छ है गाइस। यो चाहिँ सुडामा छ। अनि यतापट्टि चाहिँ यो प्रोपेलर यो घुम्छ। अनि यताबाट सायद प्रोसेसिङ हुन्छ। अनि यो चाहिँ चिउरा बनाउनेवाला। अनि यिनीहरू के घुम्छन् यस्तरी ट्वाक्क लाएर। अनि यताबाट चाहिँ चिउरा बिस्तारै ल्याउँछ। अनि यताबाट चाहिँ उता चाहिँ प्रोसेसिङ भएर जान्छ चिउरा। यताबाट आउँछ अनि यताबाट छानिन्छ कि चिउरा। यो सबै घुम्छ। अनि यो रात यसमा रहेको यो चाहिँ घुम्छ। अनि यो चाहिँ त्यसमा रहेको चाहिँ फोहोर वस्तुहरू चाहिँ यसमा चाहिँ जम्मा हुन्छ है। यसलाई चाहिँ प्राय गाई बस्तुलाई गाई भैँसीहरूलाई चाहिँ खुवाउनलाई चाहिँ बेच्ने गरिन्छ है। अनि यताबाट